वायर चाहिँ ड्यामेज भइसकेको छ, चेन्ज गर्नुपर्छ। यो आज बन्छ यो आज सायद यो म चाहिँ 4 कोरको वायर मगाएको छु। त्यो आयो भने चाहिँ बन्छ, नत्र भने चाहिँ अहिले खोलेर राख्नु पर्यो ड्यामेज भएको वायरहरू। के कारणले यस्तो भयो होला? यो चाहिँ हजुरको ओभरलोड भयो है। ओभरलोड हाम्रो बिल्डिङमा चाहिँ ओभरलोड छ, तर वायरको चाहिँ क्यापेसिटी चाहिँ कम छ, कम साइजको छ वायर। भनेपछि यो तारको गडबडी छ। तारको लोड ब्यालेन्स मिलाउनु हजुर यहाँको पहिलो लोड ब्यालेन्स मिलाउनु पर्यो। दोस्रो कुरा अनि यो लोड तारको पनि क्षमता छैन। हाम्रो बिल्डिङको लोडको क्यालकुलेसन गरेर त्यो हाम्रो वायर हाल्नुपर्छ। यो चाहिँ म एक दिन भित्रमा गरेर हजुर अनि चाहिँ मिलाउँछ। अनि त गाह्रो छ। अब अहिले चाहिँ म यो सबै ड्यामेज वायर तानेर नयाँ वायर हाल्दैछु। 25 mm को मगाएको छु 4 कोरको कपर। यो चाहिँ हजुर अब यो चाहिँ 10 mm को मात्रै, 10 mm चाहिँ सकेन धान्न। 25 को ल्याएपछि धान्छ। 25 चाहिँ मजाले म लोड क्यालकुलेसन गर्दाखेरि चाहिँ 25 चाहिँ मजाले धान्ने गर्छु। त्यस्तो जलेछ, त्यस्तो जलेछ वायर हेर्नु भयो।